नमस्कार। तपाईलाई हाम्रो YouTube च्यानलमा स्वागत छ। यदि यो YouTube च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र सँगै बेल आइकनलाई पनि प्रेस गर्नुहोला। फेब्रुअरीदेखि बदलिँदै ट्विटरको नियम, प्रयोगकर्ताले पाउनेछन् यी सुविधा। एलन मस्कको आगमन पश्चात माइक्रो ब्लगिङ साइट ट्विटरमा हरेक दिन केही न केही नयाँ परिवर्तन हुँदै आएको छ। यसैबीच ट्विटरले अकाउन्ट निलम्बन गर्ने नीतिमा पनि परिवर्तन गरेको छ। ट्विटरको यो नयाँ नीति फेब्रुअरी 1 देखि लागू हुनेछ। नयाँ नीति पश्चात अब प्रयोगकर्ताले आफ्नो ट्विटर अकाउन्ट निलम्बनका विषयमा अपिल गर्न सक्नेछन्। निलम्बित अकाउन्ट पुनर्स्थापित गर्नका लागि ट्विटरले नयाँ मापदण्ड अनुसार समीक्षा गर्नेछ। नयाँ मापदण्ड अनुसार अब एक पटक ट्विटरको नियम उल्लङ्घन गर्नेको मात्र ट्विटर अकाउन्ट निलम्बन हुनेछ। यी कारणले लाग्न सक्छ ट्विटर अकाउन्टमाथि प्रतिबन्ध। कुनै पनि प्रयोगकर्ताको ट्विटर अकाउन्टले यदि ट्विटरको नीतिको गम्भीर उल्लङ्घन गरेमा त्यो अकाउन्ट निलम्बनमा पर्न सक्छ। नीतिको गम्भीर उल्लङ्घनमा गैरकानुनी सामग्री वा गतिविधि, कसैलाई तर्साउने वा नोक्सान गर्ने तथा उत्पीडन जस्ता क्रियाकलापहरू सामेल छन्। ट्विटरका अनुसार आगामी दिनमा अकाउन्ट निलम्बन जस्तो गम्भीर कारबाही कमभन्दा कम प्रयोगकर्तामाथि गरिनेछ। ट्विटर भविष्यमा सकेसम्म कुनै अकाउन्टलाई निलम्बन गर्नुको साटो त्यस्तो अकाउन्टको पहुँचलाई कम गराउने उपाय अपनाइनेछ। त्यस्तै प्रयोगकर्तालाई कारबाही गर्नुभन्दा अगाडि सम्बन्धित ट्विट डिलिट गर्न अनुरोध गरिनेछ। ट्विटरका सिइओ एलन मस्क पहिलेदेखि नै ट्विटर अकाउन्टमाथि प्रतिबन्ध लगाउने कारबाहीको विरुद्धमा छन्। आफूले ट्विटर कम्पनी खरिद गरेसँगै उनले प्रतिबन्ध भोगिरहेका विभिन्न लोकप्रिय ट्विटर प्रयोगकर्ताका अकाउन्टहरू पुनर्स्थापित गरेका थिए। त्यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सामेल छन्। हालै ट्विटरले बलिउड अभिनेत्री कङ्गना रनौटको ट्विटर अकाउन्ट पनि फुकुवा गरेको छ। उनको ट्विटर अकाउन्टमाथि 2 वर्ष अघि प्रतिबन्ध लागेको थियो। स्मरण रहोस्, ट्विटरले प्रयोगकर्तालाई 3 प्रकारका भेरिफिकेसन ब्याज अर्थात् टिक प्रदान गर्दैछ, जस अन्तर्गत सरकारी निकायहरू, अधिकारी र मन्त्रीहरूलाई खैरो रङको टिक दिइन्छ भने कम्पनीहरूलाई पहिलो र आम प्रयोगकर्ता व्यक्तिहरूलाई नीलो टिक दिइनेछ।